मै भएर हो कि नदिएको मेरोबाट दिएन होइन भाइ र अनि दियो कडा हान्नु होला छोयो हेलो साथीहरू वेलकम ब्याक टु माई अनदर भ्लगमा स्वागत छ सबैजनालाई आजको न्यू डे न्यू भ्लगमा। यतिखेर अहिले कति बज्यो? 6 भन्नु लाग्यो। हामी चाहिँ रातिको 6 बजे राति दिउँसो साँझको होला साँझको 6 बजे है भ्लग स्टार्ट गरेर छ है त 6 बजे नै घाम 8-9 बजीसम्म लाग्छ। हाम्रो चाहिँ यो भिसु पार्क फेरि भन्नु त रेसु पार्क अनि यहाँ परिवारहरू होइन सही छ दामी छ। त्यो खुट्टा नभएको परिवार कता भयो भागिसक्यो ल कमल सर केही भन्नु ल के भन्नु अहिले त के भन्दै हुनुहुन्थ्यो त होइन लजाएर यस्तो छ पर्सि मेरो त भिडियो छैन भिडियो आउँछ ल ठुलो भएर हेर्नुपर्छ। यहाँ चाहिँ भिसु पार्क कोही त पानीमै सुत्छ ऊ त्यो चाहिँ कस्तो राम्रो छ क्या साथीहरू नेपालमा भयो चाहिँ यसको शीतन भइसक्यो कि युरोपमा भयो त चाहिँ अब अलि गाह्रो छ नि त। यो हो क्या यो त रानी हो कि यो हाँसको राम्रो छ है यहाँ दामी छ यार हेलो या नाइस हेलो सन्दीप ब्रदर के छ वेलकम टु माई भ्लग। हेलो भाउजू नमस्कार ल स्वागत छ रेसु भ्लगमा आफ्टर लङ टाइम पछि फेरि भ्लग सुरु हाम्रो कति ढिलो तपाईहरु सुतेर बस्नी अनि What a handsome. Who is this? This is Sonis. Hi, I'm Steve. Hola. Chicken chop. Tudo bem? के माछा खिचेको छ बा माछा खिचेको कति ढिलो आउनु भएको
ढिलो रे 2 घण्टा हो फेरि तपाईँ फेरि मैले फोन गरेँ 2 घण्टा भयो होइन अझै छ भाउजू त्यहाँ कलरफुल रहेछ है ए त्यो अघिदेखि भुमरी केले खेल्यो भने त्यो उसले माछाले रहेछ नि 4-5 किलो छैन होला ल भाउजू वाउ यो चाहिँ मेरो लागि थ्याङ्क यू भेरी मच रेड बुल साथीहरू सानो भयो के छ मम्मीलाई भन्नु है यो गेम हो भन्नु पर्दैन अहिले कहिले पानी पर्नु अरे यार ल अङ्कल युट्युबमा हाल्छ ल अङ्कल अंकल त ल वा गेम च्यालेन्ज गरिदिनु एक सेकेन्डमा देखाइदिए कसरी निकाल्ने हो यो गेम च्यालेन्ज सल्भ गर्नु ल जानु यहाँ आएर बस्छ सनिस के निकाल्नुपर्छ त्यसबाट भाउजू न तपाईँ यता आउनु यो निकाल्न पर्छ कसरी म भन्दै यसरी फुगटेमा के किन्ने हो यो लट्ठी किन हो सिङ यसको मध्येको यो त स्कुलमा देखो अनि त्यो त अनि तिमी आफैले सल्भ गर्यो नि हामीलाई पो दिमाग लाउने हो त अनि त्यो त त्यो पनि इजी हो त यो इजी खाऊ गर्नु के? राम्रो के राम्रो लाग्यो त नराम्रो अलि चकलेट राम्रो चिनी लागेको होला के लाग्यो सरलाई हो यो त क्यामेरा देखेपछि त यस्तो पो हुन्छ त हो ठ्याक्कै अङ्कलकै डान्स देखाइदियो नि देखाउनु नि फेरि खानै चिज होला कमाउने ब्राजिलियन हो नि अस्तिको म सक्छु अङ्कलको डान्स जम्मा खतरा स्मल ब्राजिलियन मेरोबाट दिएन होइन भाइ अनि दियो मै भएर हो के म डकुमेन्ट अनि के भन्यो त त्यसले नमिठो भनेर त्यति राखे खाइसक्यो के रिप्लाई गरे त भनेको होइन त्यो सनिसको कमले वेलकम टु माई ब्लग सरकार हिँडेको होला छजुला छुजुला इले मुई दबा जाले मजाले कहाँ जाने भिडियो ब्लगमा आउँछ ब्लगमा होइन रिप्लाई के गर्यो भनेर सोधिरहेको छु भने राम्रै खालको राख्छ कि भनेको ए इन्साहरूको नि डेट आइसक्यो मेसेज गरिसक्यो के गर्यो के पारा हो सरी भन्नु सरी भन्दा महिना अगाडि गर्नु भएको तपाईँले वाइ सुड आई से सरी तपाईँले सरी भनिसक्यो फर वाट तपाईँले भनिसक्यो सरी फाइनली गाइस हामी चाहिँ पुल खेल्न आयौँ होइन ठ्याक्क हान्ने त हो एकछिन एकछिन नगर न यो कमल त मतलब त्यो दिन यता दिन 8-10 नौ दिन यहाँ थियो यहाँ थियो सुन्न तपाईँ चाहिँ यहाँ कस्तो मान्छे यहाँ
7 खतरा है क्या aman lagi सप्लाई गरिदिने नि अनि लास्टमा म चल्यो के भाउजू नै हाने ओए मलाई त ए सम्झे त पर्फेक्ट हुन्छ के अनि खेला चाहिँ को खेल्यो भनेको अब तपाईँको पालो पछि तपाईँले पास अहिले अनि दुईजना खेल्नुपर्छ के दुई दुईजना त होला नि ए को हो सम्झेरमा उहाँ दुईजना ए तपाईँ अब जो हार्छ त्यो त्यसको पालो दुईजनामा भाउजू र दुईजना भाउजूलाई कल गर्नुपर्छ क्या हेलो र अब हाल्नु त होइन पछि कसले जित्छ कसले हार्छ नि कसले जित्छ त्यसमा मलाई पेको भाउजू हुन्छ होइन त्यसमा चाहिँ इन्चा भाउजूलाई पनि खेलायो म जान्दिनँ एकचोटि यता यता लुक्सिदिनु नि त यता यस्तोले हान्ने क्या यता हेर्नु नि पहिला ब्रदर कडा वान रुपियाँ दिन्छ ब्रदर त्यही म केही त्यही छोडिदिनु पऱ्यो मुखबाट घुम्यो तपाईँहरू चोट भइसक्यो ल साथीहरू भाउजूको पुल फर्स्ट टाइम फेरि यो कार्पेट मुनि धर्छ नि फेरि पैसा तिर्नुपर्छ यो हातमा चाहिँ गर्नु न यस्तो गर्नु न यहाँ राख्नु त्यसपछि बिचमा होइन काममा राख्नु जुन हाम्रो मन लाग्छ अरू के हाल्नुहुन्छ भिडियो गरेर अब यहाँनिर काटेर यस्तो राख्नु अनि टक्क हाल्नु है काटेर राख्नु तपाईँ छोड्दैन अलिक निहुरिनु कडा 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 हान्नु होला हो छिराउनु भयो त्यो होइन हो त्यो सेतो बलले हान्नुपर्छ सेतोले होला हामी क्यारमोड के स्टाइलर जुन हान्न मलाई हाल्नु ल बस सम्धिले भनेर भाउजूले कडा हानेर त अनि ल हाम्रो भाउजू के भन्छन् फेरि मैले खिच्छु नि त यहाँ खिचिरहेको छु नि त मैले म पठाइदिइहाल्छु क्यारमोड खेल्ने होइन ऊ चाहिँ तेरो लान्छ तेरो चाको ए अहिले यहाँबाट यहाँसम्म पछि पुग्छ म्युजिक आइदिएन छोयो 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 छिरो 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 ल यसरी हान्यो नि त छुनु परेको बिस्तारै हेरेर नापेर यतापट्टि लाने तरिका कसरी हाल्नु होला अझै त ल आइ सिकाइदिनु हान ऊ चप हान्नुपर्छ क्या हो सिधै हाने क्या
यहाँ राख्नु न जति नजिलेको तपाईँको त्यति हो यतिको भन्नु त हो यतिको मिलिरहेको यस्तो छ भन्नु यतिको भन्नु सबै बात भयो ठुलो मेरो त सबै यता मात्रै छ पकाले नौलो उहाँ परेर त्यो चोक्दैन त्यो नजिक जानु न्युली न नजिक अझै जानु नजिक जान सक्दैन अब यहाँ जानु पसन्द त्यो भाइ भएको बिचमा हान्नुपर्छ सर्भर मिलाउँदै सबै नचलानु कति चला भिडियो डिस्टर्ब गर्न आएछ टिकटक सक्यो ल साथीहरू फाइनली फेरि हामी चाहिँ आउँछन् छिरेको भाँडा मान्ने लाने आउँछन् छिरेको साथीले लगेज किन्छ अरे कपडा के ठिक हुनु र कपडा कपडाको त झन् च्यातिहाल्छन् लगेज 50 युरो 50-60 युरो 62 युरो कति युरोसम्म रहेछ तर यो त ठिक छैन यार नास पातलो छ हेर्नु छ यस्तै ल्याइनु हो कि सिमेन्ट कुन लिने तपाईँ यो लिने यो ठिक लाग्यो अरू हेरौँ न त्यो त नि एकैचोटि एउटैमा आँखा लगाउनु हुन्न है बलियो चाहियो राम्रो चाहियो राम्रो पनि चाहियो सस्तो पनि चाहिएको छ होइन सम्झी सबै चाहियो कति राम्रो त मलाई त यो लाग्यो लेडिज कलर भएर लेडिज भनेर ल्याएको छ त यहाँ यो त दामी खान्छ त्यो सबै यस्तै हुँदो रहेछ बडा यो राता सबै यस्तै हो के पढ्नु पनि राम्रो राम्रो त पोलो सोलोको पाइन्छ नि त के पैसा दिन्छ त्यो सामान धेरै छ भने त ठुलै किन्दा राम्रो र ठुलो पनि कम त झ्या हुन्छ त्यो कलर अलिक हो कि होइन कि भन्नु मलाई त यो ब्ल्याक त मन पर्दैन कि मलाई त कलर भयो नि होइन कालै ठिक हुन्छ कुन ठिक छ यो दुइटामा यो ठुलो छ नि होइन ठिक छ भनेर त्योभन्दा ठिक त योभन्दा ठिक त त्यो होला त्यो अलि हेर्दा यो प्लास्टिकको जस्तो लाग्छ चक्का ठुलो भएर मात्रै यसो चक्का ठुलो होइन क्या त्यो सानो चक्का भएको त नआउनु हजुर चक्का त्यो दुइटै होइन कि यो प्लास्टिक जस्तो छ यो यसको हेर्नु नि अर्कै छ यसको दुइटै प्राइसको अलग होला सायद हेर्नु त यो त डिस्काउन्ट गर्छ तपाईहरु 89 होला अनि यो सस्तो होला अझ यो प्लास्टिकको कामै छ नि त्यो कपडा यसकै ठिक छ क्या त्यो खस्रोवाला राम्रो हुन्छ कि लगेज भने चाहिँ फेरि बलियो त यो खबर ए उता कामै छ नि यो छान्दिने कहाँ भिडियो बनाएर बसेर जान्ने मान्छेले भिडियो बनाउने नजान्ने मान्छेलाई त्यो ठिक छ ठिक छैन भन्दै तपाईँ नजान्ने भन्नुहुन्छ पुरा मोबाइल मसँग हान्छ कोट चाहिँ कसरी हाल्छ यसको पासमा आफैले हाल्ने हो 0 हुन्छ नि त त्यहाँ पछि आफैले हान्ने आफूले चाहिँ कसरी राख्ने यहाँ थिचेर हान्नुपर्छ कि पछि मिलाउँछ कि यो यो बिसेन के हुन्न कि युट्युब हेरेको क्यारी हो सिधा सिधा बनाएर लाइटवाला हेरेर नि गर्न सक्ने यो त तपाईँ के यसो गर्ने सिम्बल लक गराउनु के हो यो अफरमा उठाउनु भयो सुपर लाने भएन ल नलाने भए कुन चाहिँ लाने हो तपाईँलाई यही लाउनु कि भने हो त्यही राम्रो छ यो भन्दा चाहिँ कति नम्बर
आफैले चेन्ज गरेर फिक्स लक लाउनु लागि मिल्छ कि चेन्ज गर्न मिल्छ त्यहाँबाट बिर्से पनि फेरि यहाँ बिर्सने के गर्न मिल्छ युट्युबमा हेर्नु यो थिचेर मात्र गर्न मिल्छ क्या यसरी के हो यो तान्ने हो नि त यो होइन अनि मात्र फुल्छ त्यो लाउने पनि त्यसरी हो क्या अब तान्ने मिल्ने 0-0 नै हो कि अहिले चाहिँ 0-0 नै हो पहिला 0-0 हुन्छ पछि आफूले सेट गर्ने त्यो त कसरी सेट गर्ने भनेको क्या ऊ यो थिचेर सेट गर्नुपर्छ क्या बुझ्नु न यसरी थिच्ने हो अनि ट्याक्क त्यहाँ सेट हुन्छ अनि यो छोडिदिने अनि त्यो यसको लक पर्छ यसो थिचेर अँ अहिले त यही हो 0 हो थिचेर सेट गर्ने अनि त्यो अहिले खोल्नु होइन खोल्यो होइन अब फेरि हाल्नु अब सेट गर्ने अब यो हाल्नु न पहिला सेट गर्ने होइन कि पहिला यो हाल्ने यो लाने हो। सेट गरौँ न ल अब थिचेर सेट गर्ने अब छोड्नु त भयो होइन अब सेट अब त गर्नु लक पो लाग्छ त 9 छ के हो यो 9 6 9 भएन 6 9 भयो 9 6 9 भयो होइन 6 9 6 छ लक त 0-0 बस्यो अहिले होइन त्यो थिच्दै रहेछ तान्ने हो क्या। 0-0 हान्नु त यो गर्ने चाहिँ यस्तै हिसाबले हो यो खुल्छ खोल्दैन लक खोल्यो त लगै लाग्यो त अब लक लाग्यो अब कतिमा 6 9 9 6 9 हो क्या ओ यो 6 लास्टको आफू उल्टो हेरेछ नि 9 9 भनिरहेछ यो यस्तो हो अब खोल्छ खोल्यो अब त उल्टो लक लाग्यो नि उल्टो लक लाग्यो त्यो थिचेर गर्नुपर्छ क्या त्यो 0-0 हान्नु त खै छान यो खोल बिर्से पनि यो हुन्छ अब लाने भनेको लक लाग्यो अब लगै बिर्स्यो हेर्नु युट्युब हेर्नुपर्छ कसरी खोल्ने भने ठ्याक राखेर सिधा सिधा बनाएर फेरि गर्नुपर्छ कि लक लाग्यो 6 9 छैन साथीहरू यहाँ लगेजको लक मिलाउने भएको लगेज चाहिँ लक भयो अब किनिएन यो यस्तो खालको छ यो राम्रो छ नि यो त प्लास्टिकको यो यो अलिक उ पनि छ क्या कि उसमा गएर खोल्न लाउने हो त्यहाँ काउन्टरमा लगेर के खोल्ला र तिनीहरूले खोल्छ होला नि 0-0 हो 6 9 6 जस्तो लाग्यो 0 0 नौ यता यता छ हो कि मैले त्यही सम्झेँ मैले त्यही देखेँ तर त्यही हो कि तर ए अगाडि उनीहरूले लक बनाएर राखेको थियो यस्तो गरेर लक लगाऊँ भनेर अनि फेरि खोल्दा भएन लगेजहरू लगै भयो कुर्सीको एकछिन पूर्व हेरेको 279.99 युरो भाइ गाइस है लगेज होला नि हैन लगेज चाहिँ फाइनली खोलियो क्या मैले यार होइन साथीहरू फाइनली यहाँ साथीलाई चाहिँ अब नेपालतिर पठाउनु पर्ने हुन्छ लगेज किनियो यत्रो ओ त्यो खानाहरू पसाउने हामी आउँदैछौँ हाम्रो घर जाऊँ न जाने घर यति बडेमाको लगेज किन्यो सुनिल ब्रदरको है यो लगेज चाहिँ Hey, put it on. Okay, baby. Okay, baby.